करिब 5 करोड वर्ष अघि नेपालको भूभाग विशाल समुद्रको भाग थियो। हालका गगनचुम्बी हिमालहरू समुद्रको अवशेषबाट बनेका हुन्। वैज्ञानिक अध्ययनका अनुसार आज पनि हिमालहरूको उचाइ वार्षिक रूपमा करिब 1 सेन्टिमिटरले बढिरहेको छ, जसले भूभाग निरन्तर उचाइ लिइरहेको प्रमाण दिन्छ। पृथ्वीको सतह विभिन्न टेक्टोनिक प्लेटहरूले बनेको छ। नेपाल क्षेत्र युरेसियन प्लेट र इन्डियन प्लेटको संगमस्थलमा पर्दछ। करिब 10 करोड वर्ष अघि इन्डियन प्लेट अफ्रिकाको नजिक थियो, तर बिस्तारै उत्तरतर्फ सर्दै आयो। करिब 5 करोड वर्ष अघि जब इन्डियन प्लेट युरेसियन प्लेटसँग ठोक्कियो, हिमालय पर्वत श्रृङ्खलाको निर्माण भयो। दक्षिण एसियाका नदीहरूले बगाएर ल्याएको बालुवा, माटो र चुनढुङ्गाका कारण नेपालको भूभाग समुद्रमुनि रहेको पुष्टि हुन्छ। जीवाश्म अध्ययनले देखाएको छ कि करिब 1 करोड 10 लाख वर्ष पहिले नेपालमा रामापिथेकस नामक नरवानर बस्थे। विक्रम सम्वत 2037 मा वैज्ञानिकहरूले तिनाउ नदी किनारमा फेला पारेको नरवानरको दाँतको अवशेष अमेरिकन अनुसन्धान टोलीले प्रमाणित गरिसकेको छ। नेपालको प्राचीनता धार्मिक ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ। सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्ति सोपान भनेर चिनिन्थ्यो। ऋषि वाल्मीकि, व्यास र कौशिकहरूले नेपालमा तपस्या गरेको धार्मिक शास्त्रहरूमा उल्लेख छ। नेपाल शब्द पहिलो पटक अथर्व परिशिष्ट ग्रन्थमा प्रयोग गरिएको मानिन्छ। अथर्व परिशिष्ट ग्रन्थको रचना ईसा पूर्व 1000 देखि 500 को बीचमा भएको विश्वास गरिन्छ। यस ग्रन्थमा कामरूप, विदेह, अवन्ती, कैकेय जस्ता राज्यहरूको उल्लेख गर्दा नेपाल राज्यको नाम समेत उल्लेख गरिएको छ। महाभारतको वन पर्व, स्कन्द पुराण, गरुड पुराण, वराह पुराण र पशुपति पुराण जस्ता हिन्दू ग्रन्थहरूमा नेपालको बारेमा चर्चा पाइन्छ। ईसा पूर्वमै कौटिल्यको अर्थशास्त्रमा नेपाल उल्लेख गरिएको छ। भारतका सम्राट समुद्रगुप्तले इलाहाबाद अभिलेखमा नेपाललाई त्रिभुक्ति राज्यको रूपमा उल्लेख गरेका छन्, जसले देखाउँछ कि नेपाल प्राचीन कालदेखि नै स्वतन्त्र राज्यका रूपमा चिनिँदै आएको थियो। नेपालमा फेला परेका शिलालेखहरू मध्ये विक्रम सम्वत 569 को टुङ्गा अभिलेखमा पहिलो पटक नेपाल शब्दको प्रयोग भेटिन्छ। काठमाडौँ उपत्यकाको उत्पत्ति पनि रोचक छ। वैज्ञानिक प्रमाणहरूले देखाउँछ कि उपत्यका पहिले ठूलो तालले भरिएको थियो। यहाँको माटो र भूगर्भीय संरचना अध्ययन गर्दा विशाल दह वा ताल रहेको पुष्टि हुन्छ। पौराणिक मान्यता अनुसार यस दहलाई नागदह भनिन्थ्यो। सत्ययुगमा विपश्यै बुद्ध यहाँ आएर बादुमती नगरमा बसोबास गरेको मानिन्छ। पछि नागदहको बीचमा एउटा अलौकिक फूल फुलेको र त्यसको बीचबाट दिव्य ज्योति उत्पन्न भई स्वयम्भू भगवानको प्रकट भएको भनाइ छ। त्रेतायुगमा स्वयम्भू बुद्ध यहाँ आएर फूलचोकी पर्वतमा आश्रम स्थापना गरे। पछि तिब्बतबाट मञ्जुश्री बोधिसत्व नेपाल आए र स्वयम्भू महाचैत्यको दर्शन गरे। पौराणिक कथा अनुसार उनले चोबार डाँडामा पहाड काटेर तालको पानी बाहिर निकालेपछि काठमाडौँ उपत्यका मानव बसोबासयोग्य भूमि बनेको थियो। नेपालको प्रारम्भिक इतिहास श्रुति परम्परामा आधारित छ। गोपाल वंश, महिषपाल वंश र किरात वंशका शासनकालबारे ठोस लिखित प्रमाणहरू भेटिएको छैन। लिखित इतिहास लिच्छवी कालबाट मात्र सुरु भएको पाइन्छ। नेपाल नाम कसरी रहन गयो भन्नेबारे विभिन्न इतिहासकारहरूका फरक मत छन्, जसलाई विस्तृत अध्ययन आवश्यक छ। नेपाल शब्दको उत्पत्तिबारे विभिन्न दृष्टिकोण पाइन्छ, जसमा भाषिक, पौराणिक र ऐतिहासिक आधारहरू समावेश छन्। भाषिक आधार अनुसार नेवारी भाषामा ने को अर्थ मध्यभाग र पा को अर्थ देश भन्ने बुझिन्छ। काठमाडौँ उपत्यका पहाडहरूको बीचमा रहेको हुनाले नेपाल शब्दबाट नेपाल बनेको हुन सक्छ। किरात भाषामा पनि यस्तै अर्थ पाइन्छ, जस अनुसार नेपाल पहाडहरूको बीचमा रहेको देश भनेर व्याख्या गरिएको छ। तिब्बती भाषामा ने को अर्थ घर र पाल को अर्थ उन हुने भएकाले यो क्षेत्र भेडा पालनका लागि प्रसिद्ध भएको कारण नेपाल नाम रहन गएको हुन सक्छ। लिम्बू भाषामा नेपालको अर्थ समतल भूमि भन्ने हुन्छ, जसले काठमाडौँ उपत्यकाको भू आकृतिसँग मेल खान्छ।
लेप्चा भाषामा ने पवित्र र पाल गुफा भन्ने बुझिन्छ, जसले नेपाललाई धार्मिक दृष्टिकोणबाट पुण्यभूमिका रूपमा प्रस्तुत गर्छ। संस्कृत भाषामा निप भन्नाले पहाडको फेदी भन्ने बुझिन्छ, जसले नेपालको भौगोलिक अवस्थिति दर्शाउँछ। पौराणिक दृष्टिकोणबाट नेपाल महात्म्यमा उल्लेख भए अनुसार नेपाल उपत्यकामा ने नाम गरेका ऋषिले बसोबास गरेका थिए। उनीहरूले स्थानीय जनताको पालन पोषण गरेका कारण ने ऋषि र पालन शब्द मिलेर नेपाल नाम रहन गएको विश्वास गरिन्छ। ऐतिहासिक रूपमा नेपालमा सबैभन्दा पहिला गोपाल वंशका शासकहरूले शासन गरेका थिए। गोपालहरूलाई निप पनि भनिन्थ्यो र उनीहरूको बसोबास रहेको ठाउँलाई निपहरूको आलय अर्थात् नेपाल भनेर चिनिन थालेको हुन सक्छ। यी विभिन्न भाषिक, पौराणिक र ऐतिहासिक आधारहरूले नेपालको नामकरणको प्राचीनता झल्काउँछन्।